सन् 2023 र 24 मा एउटा सपना बेचियो। केवल एउटा एपिआई जोड्नुहोस् र करोडपति बन्नुहोस्। यसलाई भनियो र्याक टु रिचेस क्रान्ति। तर आज 2026 को मध्यमा आइपुग्दा दृश्य फेरिएको छ। तथ्याङ्कले भन्छ सन् 2027 सम्म 80% एआई स्टार्टअपहरू बन्द हुनेछन्। यो कुनै भविष्यवाणी होइन, यो युनिट इकोनोमिक्सको कम्प्लेक्स म्याथमेटिक्स हो। आज हामी यो एआई बबलको पोस्टमार्टम गर्नेछौँ र हेर्नेछौँ कि किन तपाईँको मनपर्ने एआई एप भित्रभित्रै आर्थिक रूपमा मरिरहेको छ। धेरैजसो एआई स्टार्टअपहरू वास्तवमा स्टार्टअप नै होइनन्, उनीहरू केवल र्यापर्स हुन्। उनीहरूले अरूको मोडल लिन्छन्, त्यसमा अलिकति रिट्रिभल अग्युमेन्टेड जेनेरेसन यानि कि र्याक थप्छन् र एउटा आकर्षक इन्टरफेस बनाएर बेच्छन्। समस्या के छ भने तपाईँसँग कुनै मोड अर्थात् व्यापारिक सुरक्षा घेरा छैन। जुन कुरा तपाईँले बनाउनु भयो त्यो गुगल वा ओपन एआईले एकै रातमा एउटा सानो अपडेट मार्फत सित्तैमा दिन सक्छन्। जब जग नै अर्काको जमिनमा छ भने महल कति दिन टिक्ला। अब कुरा गरौँ हार्ड लजिकको। धेरैजसो एआई स्टार्टअपहरू नेगेटिभ ग्रस मार्जिनमा चलिरहेका छन्। यसको मतलब उनीहरूले $1 कमाउनका लागि $1.5 खर्च गरिरहेका छन्। किन? टोकन कस्टको कारणले। तपाईँले युजरबाट महिनाको $20 लिनुहुन्छ, तर यदि त्यो युजरले दिनमा 100 वटा कम्प्लेक्स प्रम्प्टहरू पठायो भने तपाईँको एपिआई बिल $30 पुग्न सक्छ। जति धेरै प्रयोगकर्ता त्यति धेरै घाटा। यो एउटा यस्तो व्यापार हो जहाँ स्केलिङ गर्नु भनेको आत्महत्या गर्नु सरह हो। सन् 2026 लाई एआई फेटिकको वर्ष मानिएको छ। मानिसहरू अब म्याजिकबाट थाकिसकेका छन्। अब उनीहरूलाई कुल टुल होइन, युटिलिटी चाहिएको छ। जब बजारमा पैसाको अभाव अर्थात् लिक्विडिटी क्रन्च हुन्छ, तब केवल तिनै कम्पनीहरू टिक्छन् जसको युनिट इकोनोमिक्स बलियो छ। काठमाडौँदेखि सिलिकन भ्यालीसम्म स्टार्टअपहरूले अब बुझ्दैछन् कि हाई लजिक लो कम्प्युट नै बाँच्ने एकमात्र उपाय हो। त्यसो भए कि सबै खत्तम हुने हो त? होइन। ती 20% स्टार्टअपहरू टिक्ने छन् जसले एउटा विशेष क्षेत्र जस्तै स्वास्थ्य वा कानुनको गहिरो समस्या समाधान गर्छन्, जसको आफ्नै विशिष्ट र गोप्य डेटा छ, जसले महँगो टोकन जलाउनुको सट्टा स्मल ल्याङ्ग्वेज मोडल्समा दक्षता हासिल गरेका छन्। हाइपले तपाईँलाई इन्भेस्टमेन्ट दिलाउन सक्छ, तर म्याथले मात्र तपाईँलाई व्यापारमा टिकाउन सक्छ। यदि तपाईँ एआई स्टार्टअप बनाउँदै हुनुहुन्छ वा त्यसमा लगानी गर्दै हुनुहुन्छ भने आजै सोध्नुहोस् कि यो एउटा वास्तविक व्यापार हो कि केवल एउटा महँगो म्याथ प्रब्लम। तपाईँलाई के लाग्छ, कुन एआई स्टार्टअप 2027 सम्म टिक्ला? कमेन्टमा आफ्नो लजिक ड्रिभन एनालाइसिस लेख्नुहोस्।